सो गाइज वेलकम टु माई अनदर ब्लग। आज चाहिँ हामी जाँदैछौँ तिनखले देवी मन्दिर, किनभने आज हाम्रो के छ भन्दा न्यु इयर। हजुरहरूलाई पनि ह्याप्पी न्यु इयर एडभान्समा। अब हामी यहाँबाट हेल्पुस जाँदैछौँ। हामी यस्तै गर्छौँ कि हामी वहाँदेखि हेलो भनिदिनु। हेलो खोला यही रहेछ। तुमले खोला उता गएको ओह्रालो बाटो छ। ओह्रालो तल ल अब हामी बल्ल सिडी झरेर मन्दिर आयौँ। ल तिनखोले भनेको थियो नि एउटा खोला पार गऱ्यौँ है। ल कस्तो राम्रो माथिबाट आएको खोला। ल त्यही भएर तिनखोले भनेको भनेर हेर न यहीँबाट है क्या हो लाइन त। बाटै हो र लाइन होइन। ल आएँ हामी त छैन लाइन। उताको झरना चलाउनै छोरो। कस्तो भयो नयाँ ठाउँमा आउँदाखेरि? कस्तो भयो? नयाँ नै भयो। त्यो पिकनिक स्पट पिकनिक खान आउनेहरूलाई ओके। एउटा कछुवा कछुवा छ क्या त्यहाँभित्र। एकैछिन है त्यसले गर भनेको मैले नचल भन्यो अनि मैले यही नचली बस भन्यो कहिले के रे। के भयो अरे? कस्तो भइरहेको छ खतरा भइरहेको। तर स्विमिङ पुल रहेछ क्या गाइस। तर स्विमिङ खेल्न पनि चाहिँदैन। छ स्विमिङ पुल छ त। त्यही त माछा कति गरेर खाएको भयो। डेन्जी गइरह हामी गयौँ। साढे 3 खोले दर्शन गरेर अब फर्किँदै हो।
सब सिद्धि हाम्रो ब्लग भाइ ल थ्याङ्क्स फर